सबैमा नमस्ते। आज चाहिँ हामी टेन्सको बारेमा पढ्न गइरहेको छौँ। टेन्स चाहिँ के हो त? टेन्सलाई नेपालीमा काल भनिन्छ। टेन्सको डिफिनेसन के हुन सक्छ त? व्हाट क्यान बी द डिफिनेसन अफ द टेन्स? टेन्स इज द फर्म अफ अ भर्ब that may be used to indicate the time of the action or state expressed by the verb. Once again, tense is the form of a verb that may be used to indicate the time of the action or state expressed by the verb. यसलाई नेपालीमा के भन्छ भन्दाखेरि जसले टेन्स एउटा यस्तो रूप हो जसले क्रियाले भनेको काम र अवस्थाको समय देखाउँछ। काल भनेको एउटा यस्तो रूप हो जसले क्रियाले भनेको काम र अवस्थाको समय देखाउँछ। टेन्स चाहिँ अब कति किसिमको, हाउ मेनी टाइप्स अफ टेन्स? एक्चुअली देयर आर थ्री टाइप्स अफ टेन्स। थ्री टाइप्स अफ टेन्स। These are present tense, past tense, future tense. Now there are 12 branches of tense. There are 4 branches of present tense, there are 4 branches of past tense, there are 4 branches of future tense. Now present tense. यो भिडियो चाहिँ सानै हुन्छ किनभने यो भिडियो चाहिँ 3 मिनेटको हो। प्रेजेन्ट टेन्स प्रेजेन्ट टेन्स को पहिलो ब्रान्च भनेको सिम्पल प्रेजेन्ट टेन्स हो। सिम्पल प्रेजेन्ट टेन्स। इसको स्ट्रक्चर इज दैट सब्जेक्ट प्लस V1 V5 plus object. Now Ram eats meat. Now a subject, which one is the subject, which one is the object, verb, which one is the object? Now this one is subject and V1 and V5. We know that he, she, it, Ram, Syam, Rita, Gita, Ma. We used V5 and I use them V1. Means it is V5 and object is meat. जसले काम गर्छ त्यसलाई सब्जेक्ट भनिन्छ, जुन वस्तु हुन्छ त्यसलाई अब्जेक्ट भनिन्छ। यो चाहिँ जसले भनअनुसार काम हुन्छ त्यसलाई क्रिया भनिन्छ। यो भिडियो चाहिँ सानै हुन्छ। यसको विस्तृत रूपमा म भोलि डिस्क्राइब गर्नेछु